darling. Oh, lovely, lovely, lovely shoe. Thank you. So wait गराएको नि हेर न कस्तो जाम कस्तो नटी जाम नटी कस्तो बोलेको हामी त सेम हो नि एक्चुअली वेल नो सेम किन हो हो त हैन I love like you. You love like me? Yeah. Me? I respect like you. Oh, very lovely. हामीहरू भन्दा तपाईहरुको चेतनशील तपाईहरु एकदमै मान्छेलाई कसरी बिहेभ गर्नुपर्छ मान्छेलाई कसरी माया गर्नुपर्छ भन्ने कुरा हामीले तपाईहरुबाट सिक्यौं क्यूट आन्सर त्यो क्यूटी न लाइक मी मलाई त नेपालको सबभन्दा क्यूट हिरोइन लाग्छ नि थ्यांक यू डार्लिङ अनि मेकअप गर्नलाई 2 घण्टा लाग्छ मलाई नेभर म मेकअपै गर्दिन सुई मेरो अनुहार हेरेर त अनि मैले फोन गर्दाखेरि I'm still in makeup भनेको Come on, it's still in shooting भनेको मेकअप भने हैन कपडा छोटो छोटो मन पर्छ कस्तो आज एकदम लामो भएर त कस्तो रिस उठ्दो अलिकति गरौ एकदम लामो भयो के लामो भयो यो पनि लामो एकदम लामो भयो अलिकति छोटो बनाऊ ओके बनाउँदिन आज ल आज त सेन्ट रेखालाई जहिले पनि जे पनि छोटो छोटो मन पर्छ भन्छ नि हो मन पर्छ जे पनि हैन लुगा चाहिँ छोटो लगाएको मलाई सुहाउँछ जस्तो लाग्छ त्यसकारण म लाउँछु आई लभ टु वेयर सम स्कर्ट्स or dresses अरु के मन पर्छ अरु उचिटा Oh no 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 you are so naughty Me naughty no you are a liar I'm not naughty positive naughty अनि यो जुत्ता लाएर हिँडेर आको मेरो गाडीमा गाडी कुन चाहिँ गाडी गरिब मान्छे सानो गाडी गरिब अनि गरिब मान्छेले कतिवटा धनी फिल्म बनाएको दर्शकको लागि मात्रै धनी नभनौँ दर्शकको चाहनाको लागि म जे पनि गर्न सक्छु त्यो फिल्म जे पनि हामफालादेखि लिएर जे पनि गर्न सक्छु ओके तर म आफ्नो लागि चाहिँ गरिब हो मनको गरिब मनको त धेरै धनी अरबौपति छु मन कति जनालाई दिएको नटीहरु कसरी लिँदैन कस्तो नटी बोय किन होला एकजना छविले मात्रै लियो छवि श्रीमान हैन पहिलादेखि नै हो हैन म जन्मिएर हुर्किएर 16 वर्षपछि मात्रै हो हैन मैले त्यसो भनेको हैन के मैले के भनेको भने नि छविसँग त पहिला बिफोर म्यारिड नै बसेको कि आफ्टर म्यारिड बे गरेपछि बस्यो नि आफ्टर बिफोर म्यारिज कहाँसँगै हुन्छ हाम्रो समाजले त्यति स्वीकार्दैन समाजमा अलि गाह्रै हुन्छ यही समाजको मान मर्यादा राख्नुपर्छ हामीले कस्तो कुरा गरेको मैले सुनेको त लिभिङ टुगेदर भनेर नो हाम्रो सोसाइटीमा त्यो पचाउँदैन अरे र त्यो किनभने मेरो परिवार पनि छ मेरो आफ्नो खानदान छ मेरो परिवारमा त्यति वेस्टर्नाइज भएको छैन मेरो परिवार एकदम संकुचित पनि नभनिहालौँ एउटा समाजमा बस्ने सभ्य परिवारकोबाट भरिएको केटी हो त्यसकारण त्यसो होइन गलत कुराहरू हो जन्म कहाँ भएको मोरङ अनि मैले सुनेको त तपाईँ मिस कोशी हैन हजुर मिस कोशी भन्नाले मेरो लागि त मिस युनिभर्सको ताज जस्तो लाग्छ किनभने जिन्दगीमा सोच्दै नसोचेर हुन्छ नि साथीहरूको भरमा हुन्छ नि साथीहरूले मतलब उचालेको भरमा गएको ठाउँमा गएर मैले जतिसुकै सफलता हासिल गरे पनि त्यो सफलता मेरो लागि इम्पोर्टेन्ट हुन्छ मेरो लाइफमा कोशीको धेरै माया लाग्छ कोशीकै पानी खाएर हुर्केको नटी गर्ल हो नि त म कोशी जस्तो काली यो कालो रङ के गर्ने चकलेटी कलर हो कालो होइन यो आई लभ ब्ल्याक एक्चुअली म पनि बाइ द वे कोशी अञ्चल कुन जिल्लामा पर्छ मोरङ जिल्लामा ओ लभली सो ट्यालेन्ट न मैले झुक्काएको मात्र आइक्यू हेर्न खोजेको के अलिक कमजोर छु बाइ द वे आज कस्तो एकदम यङ उमेर भन्दा पनि ठ्याक्क मेरो उमेर कति नै भएको छ र उमेर भन्दा पनि ठ्याक्क 50% 16 वर्षको देखिएको छ ओ माय गॉड सो
थ्याङ्क यू सो मच। तर तपाईँले भने जस्तो होइन, म बोल्दिनँ म तपाईँसँग। होइन उमेरको होइन होइन म उमेर धेरै भएको भए पो उमेर तपाईँले बरु भन्नु न उमेरभन्दा कस्तो ठुलो देखेको भन्दा म बरु खुसी हुन्थ्यो अथवा चाहिँ म मेन्टेन गर्न सर्व लाग्थ्यो। कति हो 17 धेरै किन भएन नि 16.5 मैले त 15 भन्छ एक वर्ष अझै बढाएको मैले एकदम क्युट देखिएको छ। अनि त्यो एउटा फिल्म हिम्मत बनाएको होइन? हजुर हिम्मत फर्स्ट हिम्मत सेकेन्ड अजम्बरी नाता बनाएँ। अजम्बरी नाता एकदम हिट फिल्म भयो। त्यसपछि अजम्बरी नाताबाट मेरो दर्शकहरूसँग यति प्रगाढ नाता बनाइदियो कि दर्शकहरूको त्यो म प्रति देखाएको माया मोहले गर्दा मलाई हिम्मत आयो कि दर्शकलाई अझ यस्तो चिज दिउँ भनेर हिम्मत गरेर मैले हिम्मत बनाएँ र त्यो हिम्मतले मलाई यति हिम्मत दियो कि मेरो किस्मतै कोरिदियो। त्यस कारण मैले किस्मत बनाइरहेको छु अहिले। अब यही तिहारमा रिलिज हुँदैछ। पैसा आफै लगानी गरे हो? आफैले नै लगानी गरे हो। साथीभाइहरूले छैन छविले। हजुर छवि श्रीमान होइन हो नि? अनि छवि भन्दा रिसाउला नि। मोडर्न श्रीमती कहाँ हुनुहुन्छ? हामी अहिलेको नारीहरू कमन हामीले रेस्पेक्ट आफ्नो ठाउँमा हुनुपर्छ तर कन्फिडेन्टली बाँच्नुपर्छ, साहसपूर्वक बाँच्नुपर्छ। अहिलेको नारी त्यति कमजोर छैन। त्यसरी त मैले किस्मत बनाएको छु। यस्तै यस्तै प्रकारको कुराहरू छ मेरो किस्मतमा। लोग्ने मान्छेसित दबिएर बस्नु हुँदैन। अनि त्यो हिम्मत भन्ने एउटा अनि अर्को पनि छ है? दुईटा हिम्मत छ नि? आई डोन्ट नो दुईटा। अनि तेस्रो हिम्मत चाहिँ किन नबनाएको? तेस्रो हिम्मत मेरो त तेस्रोमा त हजारौँ हिम्मतहरू मेरो दर्शक र मेरो पीडित नेपाली नारीहरूको लागि हिम्मत देखाउन तयार छु। समय परिस्थितिले के गर्छ हेर्दै जाउँ गर्दै जाउँ। के हिम्मत नभएर छ नि? तपाईँ के गर्नु? मसित हिम्मत नभए म विराटनगर मोरङ त्यस्तो एउटा गाउँबाट यो ठाउँसम्म आउँदैन थियो होला। हिम्मत भयो। मसँग किङ्सवेतिर घुम्ने हिम्मत छ? अफकोर्स मैले भनिहालेँ नि मलाई एकदम किङ्सवे जमलतिर हिँड्ने र त्यस्तो व्यक्तिहरूलाई धेरै सम्मान गर्छु म, एकदम आदर गर्छु म। र हामी मतलब सकुशल व्यक्ति र सकुशल मान्छेहरूले त्यस्तो व्यक्तिबाट धेरै कुरा सिक्नु चाहन्छु तपाईँहरूबाट। हाम्रो अधिकारको बारेमा नि म एकदम पूर्ण रूपले सहयोग गर्छु। तपाईँहरूको अधिकारको बारेमा म खुलेर मेरो मबाट के सहयोग चाहिन्छ म तयार छु। मैले भर्खरै मात्रै अस्ति मैले लेस्बियनहरूलाई भेटेको थिएँ र उहाँहरूसँग भेट्दाखेरि म यति खुसी भएँ। अहिले कुनै पनि चिज मान्छे हो हामीमा भएको कुनै पनि इच्छा आकाङ्क्षा दबाएर राख्नु हुँदैन। आवाज निकाल्नुपर्छ। मेरो इच्छा के छ देखाउनु पर्यो, आवाज निकाल्नु पर्यो। गुम्साएर खुसी त डराउने, खुसी त तडपिने, किन तडपिएर बाँच्ने? त्यस कारण म सहयोग गर्छु। लेस्बियनहरूलाई भेटेको होइन, उहाँहरू मेरो सुटिङमा आउनु भएको थियो। I was so confused के लेस्बियन भन्दाखेरि मलाई भेट्न आउनु भएको थियो। आई रेस्पेक्ट देम। एकदमै रेस्पेक्ट गर्छु। अनि अहिले सबभन्दा मनपर्ने हिरोसित खेल्न पर्यो भन्दाखेरि कोसित खेल्न मनपर्छ? छैन न चोइस, सबैसित खेलिसकेको छ। रियल लाइफको हिरो छवि भन्दा अरू को छ? रियल लाइफमा त उसित हरदम खेलिने रह हुन्छु नि। फिल्म अनि यस्तो जुत्ता लाएर हिँड्न अप्ठ्यारो हुँदैन? एक्चुअली फेसन न लाग्दैन, के गर्ने अब लाउन मनपर्छ। के पुर्की भएर? नो 5'3" 5'3" हुने अग्लो हो त? हो नि, किन नर्मल्ली 5 फिट हुँदाखेरि चाहिँ बरु पुर्की हुन्छ कि। म आफ्नो हाइटसित एकदम सम्पूर्ण रूपमा सन्तुष्टि छु। तर लुगाले हो कि के हो? आज कस्तो राम्रो देखेको। एक्चुअली काली मान्छेलाई राम्रो भन्दैनन् होइन? के लाग्छ काली मान्छे राम्रो हुँदैन? मेरो त बेस्ट काली हो नि। ओ गॉड। थ्याङ्क यू। मैले फोन गरेर डेटिङ मागे भने हुन्छ? कहाँ लाने प्लिज? मैले लाने कि तपाईँ लाने? मैले त ठाउँ कम देखेको छु नि। मैले त कहाँबाट देखेको? मतलब मलाई केही थाहा छैन। त्यत्रो गाउँबाट आएको केटी म अब काठमाडौँ एक्लै गयो भने त घर आउँछु। त्यस्तरी हेऱ्यो भने त म नर्भस हुन्छु नि। के पिउने हो? आई निड कफी। हट लाइक मी? ओके, म कफी लिएर आउँछु। एकछिन बस्नु, म्यागजिन पढ्नु नि। म फ्रेस बनाएर ल्याउँछु है। ओके, थ्याङ्क यू। कस्तो राम्रो मान्छे।